जीवन सजिलै हुने भए त घरमै सुतेर बसे भएन र। सपना पुरा गर्न त पक्कै पनि सहज छैन नि है। यदि साँच्चै म मेरो सपना पुरा गर्ने सोच राखिरहेको छु, त्यो अठोट राखिरहेको छु भने म उठ्नु पऱ्यो नि, म जाग्नु पऱ्यो नि है। अनि मलाई थाहा छ त्यो सफलता पाउनलाई एकदमै धेरै च्यालेन्जहरू आउँछ, एकदमै धेरै कठिनाइहरू आउँछ। तर मलाई यो पनि थाहा छ कि त्यो सबै कुराहरूसँग मैले फेस गर्नुपर्छ, म लड्नुपर्छ। तब मात्रै मेरो भोलिको दिन राम्रो हुनेछ। त्यही भएर आज मेरो जीवनमा सङ्घर्ष आयो भनेर म हार चाहिँ खान्छु अनि म थाक्दैन पनि। त्यति बेला एउटा मात्रै कुरा सम्झिनेछु कि मलाई जति धेरै मेरो लाइफमा च्यालेन्जहरू आउँछ त्यति नै राम्रो मेरो भोलिको दिन हुनेछ। र त्यसको लागि चाहिँ आजको यो च्यालेन्जहरूले मलाई सिकाउनेछ। फाइनली चाहिँ यो जिमस सो भयो, फाइनली चाहिँ मेरो तिर्नु परेन, खुसी लाग्यो। अब एक वर्ष पनि तिरेको थिएन, यो वर्ष पनि तिरेन। यस्तो सर्टिफिकेट जस्तो दिन्छ यो। अब म तिर्न मिल्दैन मलाई, अब तिर्नु पर्दैन अरे। यो यता भयो खजाना, यो भयो तिर्नु पर्दैन अरे। 2 लाख 3 लाख 2 लाख 80,000 जति भएको थियो। यो भयो, यो यस्तो सर्टिफिकेट लास्टमा दिन्छ तिम्रो गएको सकेपछि। अब मैले सिकाइदिनुले अब वर्किङ भयो नि, मेरो वर्किङ भएर यस्तो सर्टिफिकेट दिन्छ। यो सर्टिफिकेट जस्तो हो, सरी है हावाहरू त्यस्तो भइरहेछ। यस्तो सर्टिफिकेट जस्तो दिन्छ। अब मलाई तिर्नु पर्दैन। यो मेरो साइकल अब जान लागि घर। वेलकम माई ब्याक अनदर ब्लग।